अहिले ठ्याक्कै 7 बज्यो होइन। तलतिर चाहिँ होइन उज्यालो भएको छैन भने 8-9 बजीसम्म सुतिरहेको होला होइन। तर यहाँ चाहिँ यस्तो घाम लाग्यो क्या। 7 बजी टक्क घाम लाग्यो त्यतिर। न कि थपरेक एक धनुमा छैन यहाँ। त्यसको भ्यू टावर कस्तो राम्रो छ भने आगो नै कोदोबारी पनि मजासँग फलेर रहेछ यतातिर। अनि यहाँ चाहिँ घर कि के हो जस्तो अफिसै घर छैन। अनि यहाँ चाहिँ मजासँग घाम लाग्यो। अनि यहाँ चाहिँ त्यो गाडीको मजाको दुईवटा मन्दिर रहेछ। यहाँ के छ भने यो यहाँ चाहिँ एउटा मन्दिर हो कि के है गुरुङहरू के हो यस्तो रहेछ होइन। त्यसपछि गाडी लानुपर्छ। त्यसपछि यहाँ अन्त कोदो काटिसकेको छैन होइन। त्यहाँ चाहिँ के छ भने एउटा मन्दिर छ यहाँ देवी मन्दिर। अन्त देवीको मन्दिरमा चाहिँ यसो दर्शन गर्नुपर्छ पहिला। त्यसपछि यसको टावरमा के देखिन्छ म देखाउनु छ ल। यहाँ चाहिँ मन्दिर देवी थानको मन्दिर भए दर्शन गरौँ। हस देवी थानलाई चाहिँ मलाई शक्ति दिने दसैँ दिने सबै काममा मेरो सक्सेस हो। अनि यसो कसैले हराउनु नसक्ने शक्ति प्रदान गर्छन् यो भ्यू टावर हो। म यहाँ चाहिँ अप्रेको भ्यू टावरमा छु। यहाँबाट देख्न सकिन्छ त्यो डाँडा चाहिँ भुजीकोटको डाँडाको एनसिएल र नमस्तेको टावरलाई देख्न सकिन्छ भने यहाँ यतातिरको गाउँ पनि देख्न सकिन्छ। गाउँको कसै नाम पनि आएन होइन। यसपट्टि हुँदै यहाँ चाहिँ थप्रेको स्कुलको पछाडिबाट देख्न सकिन्छ होइन। यहाँको दृश्यहरू चाहिँ कस्तो छन् यस्तो रमाइलो छ क्या। तल सब हुस्सु छ होइन। माथि चाहिँ मजासँग घाम लागेको छ। घाम लागेको छ देख्न सकिन्छ। त्यसपछि साइडमा लमजुङ हो। यो साइडको उतातिरको चाहिँ लमजुङ जिल्ला भयो। त्यसपछि यहाँबाट देख्न सकिन्छ यहाँबाट देख्न सकिन्छ चिसापानी माथिको मैते भ्यू टावर। त्यसपछि रूपा रिसोर्ट्स। अनि त्यसपछि हल्का पोखरा भ्यालीहरू देखिन्छ। तर यहाँबाट चाहिँ पोखरा लेक भ्याली देखिन्छ। तर यहाँ चाहिँ हुस्सुको कारणले देखिएको छैन।